आउँछ आउँछ ल हेर्नुहोस् शिक्षक म आग्रह गरेँ ध्यानपूर्वक शान्ति बनाएर हेर्नुहोस् सरको परिचयबाट सुरु होस्। मेरो नाम मेरो घर शान्ति यो पानी हजुरलाई खुवाउँछु है। पहिला म आफै खान्छु नत्र भन्नुहुन्छ कि जानवर सबले अब डर पर्नुभयो म आफै खान्छु नत्र सरलाई डर लाग्छ म आफै खान्छु पहिला परिचय ल पानी ठिक छ है अब हजुरलाई खुवाउँदा कुनै चिन्ता छैन सर पानी खानु यो शिक्षकको कलम हो धेरै ताक्दिलो हुन्छ ल भयो खानुभयो छेकियो सर छेकियो अब हेर्नुहोस् सिचुएसन सरलाई मैले पानी खुवाएँ पानी खानुभयो यता आउनुहोस् यो शिक्षकको कलममा धेरै ताकत हुन्छ अब हजुरले त पानी खानुभयो तर अलिकति कम छ सर तपाईँ जति भने पनि पानी अलिकति यतातिर कम अब यतातिर कम छ भने म यहाँ हजुरको हातमाथि पानी हाल्छु यो पानी हाल्छु यहाँ अनि यहाँ पुर्याउँछु पानी हातमा पानी राख्छु अनि हजुरको यहाँ पेटमा पुर्याउँछु पानी कम छ यता है सर अब हेर्नुहोस् सरको हातमा म पानी खन्याएर यहाँ पुर्याउँछु है अलिक अब पानीमा अब पानीमा यहाँ राख्छु है सोली पनि लिएको छु यसको बारेमा किनभने यसरी राख्दा पानी पोखिराखेको छु अब सोलीको माध्यमबाट म यहाँ राख्छु पानी पनि पोख्दैछु अब हेर्नुहोस् सोलीमा कुनै स्विच छैन यसमा आरपार तपाईँहरू हेरिराख्नु भएको छ हेर्नुहोस् सोलीमा पुरै आरपार एक मिनट सर ठिक छ नि ठिक छ अब हेर्नुहोस् अलाउंस हो ना अलाउंस नहीं है अलाउंस पैसा हल्का नीचा ला आओ ना चिंता किया एक मिनट सर पानी राखे है ध्यान दिनु होला अब म पानी राख्दैछु तपाईँ चिन्ता गर्नु होला यदि केही भयो भने भन्नु होला मलाई केही भइरहेछ यो शिक्षकको कलम हो धेरै ताक्दिलो हुन्छ हेर्नुहोस् अब यो पानी बढी भएको पानी खसाल्नु भयो अब पानी यता अलिक भारी भारी अब हेर्नुहोस् यसमा कुनै पानी सरको पेटभित्र गइसकेको छ अब पानी अलिक भारी भारी अब चिन्ता नगर्नुहोस् यो शिक्षकको कलम हो धेरै ताक्दिलो हुन्छ सरलाई म अप्ठ्यारो हुन दिँदैन अब सरको कानमा यो शिक्षकको पेन घुसार शिक्षकको पेनमा धेरै ताकत हुन्छ यो शिक्षकको पेन सर त आफै बिक्री हुनुहुन्छ शिक्षक हुनुहुन्छ यसको ताकत हजुरलाई थाहा छ म अब कानमा घुसार्छु हेर्नुहोस् अलिकति मेरो हातमा शिक्षकको कलम छ यहाँ मैले घुसारेँ है
अनि भुसार र मेरो यो शिक्षकको कलममा अलिकति यता टाउको अझ तल ल पानीमा झारे है अलि आराम जस्तो एकैछिन यो शिक्षकको कलममा धेरै ताकत हुन्छ हेर्नुहोस् यो शिक्षकको कलममा धेरै ताकत हुन्छ हजुर सर गण्डकी हो कि यो गण्डकीबाट आयो कलममा धेरै ताकत है सर एकैछिन अझ तल गर्नुहोस् तल गर्नुहोस् ल भयो सर अब केही सरलाई अप्ठ्यारो भएन नि हल्को भयो कि भएन हजुरको जति पनि रोग थियो सबै रोग सहित तल रोग नै निस्किन्छ अब केही चिन्ता छैन नि हजुर धन्यवाद शिक्षकको कलममा धेरै ताकत हुन्छ सरको पेटमा जति पनि रोग थियो सबै रोग बाहिर आइसक्यो कुनै गाह्रो छैन सर शिक्षक एकता धन्यवाद हजुर